हान्ने नडोडाने बन्धु ढुक्कमा चिकन मेरो त यार लामो म फेरि यहाँ 2-3 किलो हान्न पाए सही हुन्थ्यो फेरि अहिले मुभ हुन गाह्रो हुन्छ क्या ढिलो मरेपछि सुसुरी गर्दा लाग्यो कसको गाडी छेडिदिले के काट्ने हो सबै लाइक सब्स्क्राइब क्लिन गर्ने सबै यो क्लिन गर्नु पर्यो यिनीहरू क्लिन गर्नु पर्यो कति भनेको तिमीलाई मैले यार कसरी यो हटाउने के सुगन्जी बबल नेड हान्छ यार परबाट उठाल अब प्लेसमेन्ट र अब पछि लास्टमा किल उठेनहरुलाई हान्दियो डीआरएस ले डीआरएस भन्छ एसएल उठ्छ होला यार ल्याउनु पर्यो यतै हो त्यस्तो दुई तिनटा निक्लिन है मुजी घेरिहाल न के गरेको यो रन भन्नु आम्मा ओइ हेर्नु न यो कोन्डो ढाडु मारेर हिँडिरहेको र त्यहाँ छ जोन त्यहाँ छ फोर्टी राम्रो ठाउँमा गएर होल्ड गरिसक्यो उनीहरूको अब चिकन खाने मकसद हुने भयो हैन यो तिनलङ गार्डनतिरबाट भने जस्तो कहाँ हुन्छ त चिलमा केटाहरूले चिलमा यस खेलेर राम्रो खेल्दैछ बिस्तारै खेलोस् न भोटिले हान्न थाल्यो है एक्सटीलाई नट फिनिस भोटिको ठाउँ राम्रो रहेछ केही छैन हामीले अब राम्रो हाल्नुपर्छ तर केटाहरूले कस्तो मैले 2 मिनटमै मैले 7-8 किलो हाल्दै थिएँ माथि सिलपिला नडसेको बेला मेरो सिल मिलेर यो मुजी आयरल्यान्ड थियो अझै उठ्दै सिलपिला पक्का छ के तिनीहरू पनि हल्का प्यानिक चाहिँ भएको चाहिँ नराडी भन्नुपर्दा यो भोटी पनि फालेको डुगो ल्याइदिँदा नि मैले खाना आउनुमा फालेको पाइप मात्रै हो पाइप मात्रै हो मेरो सुपारी खोइ र 40,000 पुगेछ कि युट्युबमा सबले सब्स्क्राइब चाहिँ हान ल लाइक र सब्स्क्राइब चाहिँ हान बराबर लाइक र सब्स्क्राइब कुनाको मात्रै राख्नेलाई यिनीहरूलाई केही छैन भाइ अब त ल्यापटप स्ल्याम भन्ने उनीहरूको त के छ भने केएक्स त गन पावर भएको टिम पनि हो यिनीहरू त ल्यापटप खेल्छ हौ भाइ आज त अब चलाउनु पर्ने भनेको यस्तै टिमहरूसँग क्या हामीले पनि अलि रोटेसनहरूमा त्यसलाई अब पहिलाको जस्तो भर्खर खेले जस्तो खेल्दैन नि त ल्याम्नुमा लास्टै भर्खर ऱ्याङ्क हुन्छ भनेर खेल्छ भन्नाले
जति सक्छ माथिको ऱ्याङ्कमा भन्ने हुन्छ ल्याम्नुम देख्ने जतिलाई ल्याम्नुम पुस हान्छ कि हान्दै छिर्नु पर्यो नि एक्सटी फिनिस सिएमएफ एउटा टिम मरिसकेछ डिआरएस भर्सेस एलएफ पर्नाड एलएफ त गन पावर ठिकै छ यार केटा हो अलिक जोगिएर डिआरएसलाई त अलिकति डिआरएसको त कमब्याक पोसिबल छ यार एलएफको त छैन कि उनीहरू ब्ल्याङ्क खेल्न सक्छ क्या जोगिएर खेल्नुपर्छ केटाहरू त्यो सरसफाइ ध्यानतिर किन चाहियो पगाडी छैन भोलिलाई पुस गरे हुन्थ्यो एउटाले अरे त्यस्तो नसोच न केटा हो त्यस्तो भन्नु हुँदैन भोलिलाई पुस गरे त उल्टै 4 किल लिन्छ नि भोलि हाम्रो केटाहरू जुन बाहिर हिँड्दैछ जस्तो सबले आइक्यूले हान्यो आइक्यूले हान्यो टिटीले हालेछ नाइस सिग्नियर भयो आउटले रुजलाई हान्दियो चल्छ होला अलि लेफ्टमा चाहिँ हान्नु पर्थ्यो 350 भएन यिनीहरूको फेयरलेस वान यार झन्डै यार मुजी फेयरलेस पनि सक्यो यो फाइट त ल आयो थर्ड पार्टी आएको हेर न मुजी यिनीहरू यस्तै खेल्छ क्या आज पागल खेल्छ क्या सबै टिम साह्रो पऱ्यो यार नाइस यार सेयर भाइ खाना सेभेनी पनि हो भाइ नाइस यार मेरो भाइ हेरेर गरौँ हेरेर आइडला हान्छ यार नाइस हान्देको यार 2 डाइ छ अनि टिटीकेलाई पनि खाली गरेर जाने हो सब फ्री किल छ पछाडि यिनीहरूको अनि मल बनाके राम्रैले हाले मल अलिकति कस्तो सेको यार अब त्यो पनि गइहाल्यो फ्री किलो
एसएल घुस न आए गाडीमा एआरएसले नै हान्दैछ ओ बाबु कति मोबाइल चलाएको हुन्छ चिकन हानिदिइराख्यो ओइ सिरी भाइ सिरीले डुबाइदिन्छ नि यार सिरीलाई कस्तो हाल्ने यार उता 100 भेट्यो एलएफको सिरीले मुझे हालिसकेको थियो यार सिरी भाइ हेर न सिरीले राम्रो गरेको थियो नि पछाडिबाट पलकलाई चरीले हाने दुईटा नक्छ यार अब त आउन एसएल आउन किलर एक्लै यार डिआरएसमा डिआरएस आउट भयो डब्ली खेलेको डिआरएसले यार 13-3-16 पोइन्ट तर चिकन हान्नु पर्छ यार डिआरएसले ल यो गेम पछि हाम्रो बराबर पोइन्ट हुने हुन्छ बेसी हुन्छ जस्तो छ यार अब 4 भनेपछि म्याच त यस्तो इजी हान्छ यार फोटीले म्याच गन्दा गाडी हाल्छ उडाइ छ उ प्लेयर भाइ ठिकै हानेन चिकन खाएन भने चाहिँ चिकन खायो भने चाहिँ बराबर प्रो नभुन्छ बच्चा बच्चै गर्छ हाम्रो केटाहरू त नहुने बित्तिकै फिनिस हुन्छ फेरि खोइ यसो हेर्दा त फोटीले हान्न जस्तो भइसक्यो भाइ मलाई त हामीले हल्का प्लेस अब त्यही भयो क्या प्लेसमेन्टमा हाम्रो आएन नि त न त सुरुमा 10 हानिसकेको थियो 14 किल चिकन हान्यो केटा एसएललाई किन प्लेम गरिरह हो यार बिचराहरूले राम्रो खेलेको त उनीहरूले अब त्यो पुरुष तिमीहरूले हान भन्ने बित्तिकै हान्न मिल्छ त्यो सिचुएसन त्यस्तो हुन्छ र